दर्शकवृन्द, गएको कार्यक्रममा क्रियाशुद्धिका सन्दर्भमा हामीले विशेष चर्चा परिचर्चा गरेका थियौं। सबै कुरा आउँछ आखिर शुद्धिमै। शुद्धता भनौं, पवित्रता भनौं, जीवनका हर क्षेत्रमा यिनको आवश्यकता पर्छ। त्यसैले हामीले विषय पनि छानेका छौं अहिले शुद्धिलाई नै लिएर। त्यो क्रियाशुद्धिको बारेमा हामीले चर्चा गरिसकेका छौं र यसपछि आउँछ अब मन शुद्धि अनि त्यसपछि आत्मशुद्धिका कुरा। आज यसै सन्दर्भमा विशेष चर्चा परिचर्चा गरौं र हाम्रो जिज्ञासाको समाधान गर्दै हुनुहुन्छ सहप्राध्यापक जगन्नाथ शर्मा त्रिपाठी। त्रिपाठी गुरु, क्रियाशुद्धिका कुराको बारेमा त गुरुबाट विशेष उल्लेख भइहाल्यो। अब रह्यो मन शुद्धिका कुरा। अब यस मनलाई लिएर त धेरै कुराहरू भनिएका छन् अघि। अब यो मनैव मनुष्याणाम भन्ने सबैभन्दा प्रसिद्ध भनाइ छ यो। कारणम बन्ध मोक्ष यो। अब चञ्चलम्य मन कृष्ण भनेर गीतामै भनिएको पनि छ। अब यो मन फेरि यस्तो चञ्चल, यस्तो यसलाई बाँध्न अथवा नियन्त्रण गर्न, यसलाई बसमा राख्न अत्यधिक गाह्रो भनेर बताइन्छ। फेरि अब यो गाह्रो भएको कुरालाई फेरि शुद्ध कसरी पार्ने, शुद्ध गर्न कसरी सकिएला त? यसमा अलिकता प्रकाश यो चाहिँ हुन त हाम्रो प्रासङ्गिक नै प्रश्न यहाँले गर्नुभयो, त्यही प्रसङ्ग चल्दै थियो। तर यो यति जटिल र यति व्यापक छ, अब उत्तर दिन कति सम्भव होला मलाई डर लागेको छ। विचार कार्यक्रम जान्छ के होला। यो मनशुद्धिको व्याख्यामा योग शास्त्र सम्पूर्ण जसो अल्झिएको छ। योग दर्शन जसलाई हामी भन्ने गर्दछौं, त यो मनशुद्धि नभइकन योग सिद्ध नहुने, योग सिद्ध नभइकन मोक्ष लाभ नहुने, त्यसो हुनाले त्यसको जरो चाहिँ मोक्ष हुन नदिने चाहिँ मनलाई लिएर त्यसलाई चित्त भनेर पतञ्जलि ऋषिले आफूले लेखेको योग सूत्रमा बडो मजाले मनको व्याख्या गर्नुभएको छ। अब त्यहाँ चित्त भनेर व्याख्या गर्नुभएको छ भने अब यो मनशुद्धिका लागि मनो दुर्निग्रहम चलम गीतामा पाइन्छ र मन यति चञ्चल छ, अहिले यहाँ छ, त्यो मन कहाँ के सम्झिन पुगिसक्छ त्यो सम्झिने मान्छेलाई पनि नै सम्झना रहँदैन। त्यसो हुनाले हाम्रा दार्शनिकहरूले मनलाई परमाणुको रूपमा स्वीकारेका छन्। परमाणुको स्थिति हुँदैन, परमाणु चलायमान हुन्छ। मन पनि त्यस्तै नित्य चलायमान र त्यसको गति त यति तीव्र गति छ कि प्रकाशको भन्दा हजारौं गुणा तीव्र गति मनको छ। प्रकाश त 9-9.5 करोड माइल टाढा भएका सूर्यको प्रकाश पृथ्वीमा आइपुग्न 8 मिनट लाग्छ, तर मन सूर्यमा पुग्नलाई 1 सेकेन्ड पनि लाग्दैन। र मनको गति त्यस्तो तीव्र मानिएको छ। त्यसो हुनाले मनलाई परमाणुको रूपमा हाम्रा दार्शनिकहरू स्वीकार्छन्। तर त्यस्तो त्यो दुर्जेय र अतिशय चञ्चल मन जबसम्म आफ्नो स्वभावमा रहन्छ, चञ्चल रहन्छ, तबसम्म हामीबाट केही कुराको साधना होला भनेर चिताउनु पर्छ। हामीलाई त एकै ठाउँमा बसेका छौं भने पनि हामीलाई उडाएर त उसले कहाँ परिआएको हुन्छ कहाँ। त्यसकारण योग शास्त्रमा योगीहरूलाई लक्ष्य गरेर भनिएको छ, योग गर्न चाहने योगीहरूले पहिले मनलाई जित्नुपर्छ भनेर त योगश्चित्त वृत्ति निरोध भनेर परिभाषा गर्छन् पतञ्जलि। योगको परिभाषा योग के हो त भने चित्त वृत्तिलाई, मनका वृत्तिहरूलाई निरोध गर्नु नै वास्तवमा योग हो, तिनीहरूलाई रोक्नु नै योग हो। भनिसकेपछि ती चित्त वृत्ति के हुन् त भनेर प्रश्न आउने नै भयो। मनका वृत्तिहरू त ती चित्त वृत्तिहरू वृत्तय पञ्चतय क्लिष्टा क्लिष्टा
वृत्तिहरू 5वटा छन्। ती 5वटा पनि क्लिष्ट र अक्लिष्टमा बाँडिन्छन्। एक थरी क्लिष्ट वृत्ति, एक थरी अक्लिष्ट वृत्ति हुन्छन् भनेर भनिएको छ। अनि प्रमाण विपर्यय विकल्प निद्रा स्मृतय भनेर वृत्तिका नामकरण गरिएको छ त्यहाँनिर। प्रमाण विपर्यय विकल्प निद्रा स्मृति यी 5वटा चित्तका वृत्तिहरू हुन्। कुनै कुरा प्रमाण गर्यो हो यो यसै हो भन्यो। अब कतिवटा कुरा प्रत्यक्ष प्रमाणद्वारा हुन्छन्, कति आगम प्रमाणद्वारा, कति शब्द प्रमाणद्वारा, कति चाहिँ अनुमान प्रमाणद्वारा हामी सिद्ध गर्छौं। अब एउटा कलम हरायो, हिजो एउटा साथी आएको थियो। अब साथीले लगेको नहुन सक्छ, तर हामी प्रमाण गर्छौं त्यहाँनिर हिजो साथी आएको थियो, हिजोसम्म कलम थियो, आज कलम छैन। त्यसकारण अब हामी अनुमान लगाउँछौं, अनुमान प्रमाण लगाउँछौं र त्यही साथीले मेरो कलम लग्यो भनेर हामी भन्छौं। भनिसकेपछि अब त्यो साथीलाई हामी चोरको रूपमा हेर्न थाल्दछौं। अब उसँग व्यवहार त्यस्तै गर्दछौं। अब यो प्रमाण राम्रो भयो त? प्रमाण पनि चित्तको एउटा वृत्ति भयो र यसलाई बाहिरपट्टि फ्याँकिदिँदाखेरि, बहिर्मुखी हुँदाखेरि यसले पनि योगमा बाधा दिन्छ। त्यही प्रमाण अनुमान प्रमाण लगाएर एउटा मित्रलाई हामीले गुमायौं। खाली उदाहरण मात्र हो। अब अर्को चित्तवृत्तिमा अर्को कुरो विपर्यय छ। विपर्ययो मिथ्या ज्ञानम अतद्रोव प्रतिष्ठम भन्छन् पतञ्जलि। विपर्यय भनेको मिथ्या ज्ञान हो। जुनेली रातमा बाटामा बाङ्गोटिङ्गो भएर तेर्सिएको डोरी देख्यौं हामीहरूले भने त्यसलाई सर्पको भावनामा हुन्छ, त्यसलाई सर्प सम्झिन्छौं। तर त्यो सर्प त यथार्थ होइन, यथार्थमा डोरी हो। त्यो यथार्थ डोरीलाई सर्प अयथार्थ सर्पका रूपमा स्वीकार्नु जो हो त्यसलाई विपर्यय भनेर भन्दछौं। त यथार्थ वस्तुलाई नजानेर अयथार्थ वस्तुलाई यथार्थको रूपमा स्वीकारियो भने अब त्यस्तो स्वीकृतिबाट हामी परम पुरुषार्थ प्राप्त गर्न सक्दैनौं। त्यसकारण यो विपर्यय पनि एउटा चित्तवृत्तिको दूषण हो। अब विकल्प हो कि होइन, जबसम्म यो विकल्प रहन्छ तबसम्म स्थिरता आउँदैन, हो वा होइन। त्यसकारण यो विकल्प पनि हाम्रो पुरुषार्थ साधनको लागि बाधक छ। अब निद्रा त एक किसिमको मोहावस्था नै हो। हाम्रा सम्पूर्ण क्रियाकलापहरू हामी बिर्सिदिन्छौं त्यस बेला। त्यसकारण यो एक किसिमको विस्मृतिको अवस्था भएको हुनाले अब विस्मृतिबाट परम पुरुषार्थ लाभ हुँदैन। त्यसकारण यो पनि चित्तवृत्ति पनि यो आत्मस्थिरताका लागि हानिकारक नै भयो। अब स्मृति सम्झना, अब स्मृति बिना त केही कुरो पनि हुन सक्दैन। ईश्वरको ध्यान पनि त स्मृतिकै सहायताले गरिन्छ। तर जुन बाह्य स्मृति छ यो चाहिँ घातक मानिन्छ। बाह्य विषयको स्मृति गर्दा अब म यहाँ आँखा चिम्लिएर इष्टको ध्यान गर्न लागेको छु, हिजो बाहिर देखेको साह्रै मन लोभ्याउने कुरा थियो, त्यो सम्झिएँ मैले भने अब इष्टको ध्यान हटेर त्यो हिजो देखेको वस्तुप्रति ध्यान जाने हो। र त्यसकारण यो स्मृति नामको जुन चित्तवृत्ति हो यो पनि हानिकारक छ। तर यिनै वृत्तिहरू जब अन्तर्मुखी बन्दछन् यी चाहिँ योग सिद्धिका लागि सहायक हुन्छन् भनेर पतञ्जलि बताउँछन्। तब मनशुद्धिका लागि यी चित्तवृत्ति जो हुन् यिनलाई निरोध गरेर बहिर्मुखी हुन नदिएर अर्थात यिनका अधीनमा आफू रहेर मनले जता जता खिच्यो त्यतै आफू नलागेर त्यो मनलाई आफ्ना अधीनमा गर्न सकियो भने मनशुद्धि त्यसबेला हुन्छ। जहिलेसम्म हामी मनको पछि दौडन्छौं तबसम्म मनशुद्धि रहेको हुँदैन। र मनशुद्धिको लागि चाहिँ पहिले आफूलाई नियन्त्रण गर्ने बानी हामीले बसाल्नुपर्छ। आफैलाई निरीक्षण गर्नुपर्ने हो, पुरै नियन्त्रण गर्नुपर्ने हो। त्यो बाहिर जाने मनलाई भित्र लैजानु पर्यो, अन्तर्मुखी बनाउनु पर्यो। अब त्यो अन्तर्मुखी मनले
नचाहिँदो कुरो ग्रहण गर्दैन। त्यहाँ ग्रहण गर्न लाग्यो भने बाहिर निस्किएर गर्छ, बाहिर निस्किन खोज्यो भने तत्कालै त्यसलाई निरोध गरेर रोकेर भित्रतिर फर्काइहाल्नु पर्यो। तर त्यसो भइसकेपछि मनशुद्धिको सम्भावना त्यसो हुन्छ। अब जबसम्म मनशुद्धि हुँदैन, हुन त हामीले क्रममा देहशुद्धिबाट सुरु गर्यौं, देहशुद्धि भन्यौं, अनि क्रियाशुद्धिको कुरा गर्यौं, अर्थशुद्धिको कुरा गर्यौं र मनशुद्धिमा आयौं। र यी सम्पूर्णलाई फेरि मनले नियन्त्रण गरिरहेको हुन्छ। मनशुद्धि छ भने देहशुद्धि गर्न उसलाई मन लाग्छ। मूल कुरो मल मात्रै छ, मनमै भयो। त्यसैले त मनैव मनुष्याणाम कारणम बन्नुभएको छ भनेर भनिएको कारण पनि त्यही हो। र अब मलाई मेरो मनले शरीरमा मल धारणा गर्नु हुँदैन, नुहाउनु धुवाउनु पर्छ भनेर बतायो भने नै म नुहाउँछु। मेरो मनले नुहाउनु पर्दैन भनेर भन्यो भने म नुहाउँदिन। त्यसकारण शरीर शुद्धिको लागि पनि यो पदार्थ खानाले मेरा यस्ता वृत्तिहरू जागृत हुन्छन्, त्यसकारण यी सद्वृत्ति होइनन्, त्यसकारण यस्तो पदार्थ खानु हुँदैन, यो पनि मनकै कुरा हुन्छ। र त्यस हुनाले चाहे त्यो शरीर शुद्धिको सन्दर्भ होस्, चाहे क्रिया शुद्धिको, क्रिया पनि त मनले नै काम गर्नु लगाउँछ, चाहे त्यो अर्थशुद्धि, कसैको सम्पत्ति कसैले चोर्यो भने मन लागेरै चोरियाउँछ। त्यसकारण हाम्रा यी सम्पूर्ण शुद्धिहरूलाई मनले नै नियन्त्रण गरिराखेको हुन्छ। र योग शास्त्रमा अरू शुद्धिहरूलाई भनिएको छ भन्न त, जस्तो योगका 8वटा अङ्गहरू यम नियम आसन प्राणायाम प्रत्याहार धारणा ध्यान समाधि इत्यादिमा त्यो नियमभित्र यी शरीर शुद्धि आदिका प्रक्रियाहरू, खाद्य पदार्थहरू, यी सम्पूर्ण कुराको उल्लेख त्यहाँनिर पाइन्छ। तर सर्वोपरि गएर त्यही मन घुम्यो फिर्यो, ती सबै माथि काम गर्ने त्यही मन हुने हुनाले पतञ्जलिले आफ्नो योग शास्त्रको प्रथम पादमा नै मनको चित्तवृत्तिका रूपमा मनको चर्चा गर्नुभएको छ। र सबैभन्दा मुख्य साधन नै त्यही हो। गुरु, अब मेरो विचारमा मनै मूल भइसकेपछि अब अर्को पटकको कार्यक्रम हामीले आत्मशुद्धिका बारेमा चर्चा गर्नेछौँ होइन त? गर्नेछौँ। आजलाई चाहिँ मनशुद्धिको बारे यति नै राखौँ।